हेलो एभ्रिवान, आज फेरि म हजुरहरूको लागि नयाँ एपिसोड नयाँ भिडियो लिएर आएकी छु। आजको भिडियो चाहिँ के हो भने मैले चाहिँ खेतबारीमा कसरी काम गरिन्छ र कसरी रोपिन्छ त्यो चाहिँ म तपाईहरुलाई देखाउन जाँदैछु। मेरो भिडियो चाहिँ अन्त्यसम्म हेरिदिनु होला है त साथीहरु। आज चाहिँ म आमासँग अदुवा रोप्न गएको छु। आमाले मलाई अदुवाको बिउ कसरी रोप्ने, खाल्डो कसरी बनाउने अनि बिउलाई कुन दिशातिर राख्ने भनेर सिकाउनु भयो। पहिले माटो राम्रोसँग खनेर नरम बनाउनु पर्छ। त्यसपछि सानो सानो खाल्डोहरू बनाउनु पर्छ, जस्तो कि मैले भिडियोमा देखाइरहेकी छु हजुरहरूलाई। यो चाहिँ अलि खन्न मेहनत नै गर्नुपर्छ, अलिकति मजाले तलसम्म जाने गरी खाल्डो खन्नुपर्छ, ताकि पछि अदुवा चाहिँ एकदम राम्रो अलि ठुलो ठुलो उब्जनी होस् भनेर। अहिले हेर्न सक्नुहुन्छ फोटोमा कसरी खाल्डो खनिएको छ भनेर। अनि मैले चाहिँ यो अदुवामा चाहिँ टुसा हुनुपर्छ के, यो टुसा भएन भने अदुवा चाहिँ उम्रिँदैन। त्यही भएर मैले यो टुसा भएको देखाएको छु तपाईहरुलाई। अनि त्यही अघि खनेको खाल्डोमा चाहिँ यसरी अदुवाहरू हालिन्छ। अनि बिउमा आएको टुसा भएको भागलाई बिस्तारै मुनितिर पर्ने गरी राखेर माथिबाट माटोले छोपिन्छ। आमासँग यस्ता काम सिक्दै गर्दा धेरै रमाइलो पनि लाग्यो अनि नयाँ कुरा पनि सिक्न पाइयो। सानो अदुवाको बिउबाट पछि कति राम्रो फल आउँछ भन्ने सोच्दा झन् उत्साह लागिरहेको छ। अनि अन्त्यमा चाहिँ हामीले यो सबै यो गरिसकेपछि माथि मलहरू राखेर मल पनि राख्नुपर्छ।